पुलको हालत यही हो पुल है बनाएर धेरै धर्म गरेको यो पुल कति साल भइसक्यो क्या बग्दै आयो भने यो गाडीहरू लान्छ क्या यो चाहिँ छ्यारछ्यारे पर्छ है यो चाहिँ वन यो झरना हेलो एभ्रिवान छ्याजल अनि नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला म पनि आरामै छु त्यही भएर नै घुम्नलाई म निस्किसकेको छु आजको पानी परिरहेछ हिजो बेलुका अस्तिबाट 3 दिन भयो पानी परिरहेछ अनि गाउँहरू अनि एकदम खराब एकदम नाजुक हालतमा पुगिसक्यो एकदम नराम्रो भइसकेको छ गाउँहरू रोडहरू सबैदेखि लिएर बाढी पहिरो पुरै भइसकेको छ त्यही भएर मैले चाहिँ न्यू अपडेटको लागि हिँड्दैछु तपाईहरुले नि आफ्नो आफ्नो ठाउँबाट अपडेट गर्नु होला हेर्दै गर्नु होला अन्तिमसम्म यो भिडियो लाइक सब्स्क्राइब शेयर गर्न चाहिँ नभुल्नु होला भन्दै म चाहिँ भिडियोतर्फ नै लाग्छु फाइनली म चाहिँ झरना आइपुगिसके अब ठुलो झरना हो यो चाहिँ हैन शक्तिशाली पनि छ यहाँ धेरै डेन्जर अब कथाहरू छन् यो झरनाको पनि छुट्टै त्यही भएर मैले देखाउन आइरहेको छु हेर्नु होला कतिको पानी बढाएको छ भने तपाईहरुले अनुमान लगाउन सक्नुहुन्छ म देखाउने छु झरना गाइजहरु म चाहिँ बेसी तर आइपुगिसके अब हेर्न सक्नुहुन्छ तपाईहरुले भिडियो अब म हिँड्दै छु जाँदै छु अब हेर्नु होला है के हुँदैछ बेसीतिर अब यस्तो हो क्या 3 दिन समथिङ परिसक्यो पानी अनि यो रोडहरु यताउता बस्नलाई गाह्रो भइसक्यो अहिले चाहिँ समय अब पानी अलि कम भए जस्तो भइरहेछ अब फेरि पर्दै पनि छ माथिबाट त अनि खोलाहरु चाहिँ अलिकति कम हुँदैछ बिहान चाहिँ धेरै ठुलो भइसक्यो त्यो तर्नै नसक्ने हेर्नै नसक्ने जस्तो भइसक्यो थियो तपाईहरु खोलाको नजिक घर हुनुहुन्छ भने गइहाल्नुस् अनि माथि लेकमा हुनुहुन्छ भने तपाईहरु त्यो घर छोडेर केही समय गइसक्नु पर्ने हुन्छ बाढी आउनेवालामा छ अनि आज त्यही माथि विश्वकर्मा पूजा नै हो त्यही भएर एकदम ठुलो पर्नेवालामा छ पानी तपाईहरु जति सक्छ चाँडो निस्केर जानु होला खोला नजिक छ भने माथि पहाडमा छ भने पनि म अब देखाउने छु दृश्यहरू तपाईहरुलाई अब यही हो यस्तो भइराछ पानी परेर अब एकदम ठाउँ बेहाल तरिका नै भइराछ है एकदम घाम जिरो लागेको छैन केही छैन पानी परिराखेको छ अहिले पनि त्यही भएर मान्छेहरु छाता उड्दै आइरह है छाता उड्दै आइरह सबै यस्तै हो ठाउँहरु अब कुहिरो लाएर पानी परिरहेछ कुहिरो लागिरहेछ अब रोडहरु पनि खराब बनाइसक्यो पुरै यो पानीले धानहरुले बाला पनि निकालिसकेको छ धानहरु त केही गरेको छैन रहेछ झन्न धानहरुलाई पुरेको त छैन रहेछ लगभग अब पानी धेरै समय त छैन पानी आउन अब थोरै समय मात्र छ बाँकी पानी आउन है आउँदैछ छाता उडेर मान्छेहरु चाहिँ छाता उडेर तर हिँड्दै छ अब काम त गर्नु पर्यो नि त हैन पानी आए पनि घाम लाग्यो पनि काम त गर्नै पर्छ त्यही भएर अब आफ्नो जागिरतिर त लाग्नै पर्यो सायद जे भए पनि अब यो टाइममा बाढीले पुर्यो भने गाह्रो हुन्छ अब रोड भने यस्तो छ है अब रोड हेर्नु होला पहाडी इलाकाको अवस्था हेर्नु होला तपाईहरुले गाडीहरु पनि अब गएको छैन क्या उता भनौँ जस्तै अब यहाँ पुल छ नि त पुल एकदम खराब छ क्या पुल यहाँ कहिले राम्रो बन्दैन क्या यो पुल के
अब होइन यो नेताहरूको हो नि त, नेताले गरेको हो नि त। अनि यो भ्रष्टाचार यताउता चोर पेटहरू गर्दा गर्दैन यो पुल राम्रो बन्नै सकेन। नेपाली जनताले एकदम दुःख पाइरह्यो क्या। अनि गाडी पनि यो गाडी उताको हो क्या, उता भाइको हो। यो गाडी यहीँ राख्नुपर्ने भयो क्या पुलले गर्दाखेरि हो। पुल नराम्रो भएको कारणले गाडी यहीँ स्टप हुनु परेको छ क्या अहिले। के भन्दाखेरि यो भाइले चाहिँ अब सानै उमेरको छ, ड्राइभर पनि आफै हो होइन, सानै उमेरको छ, आफैले चलाउँछ, आफै साउ पनि हो। अनि गाडी चाहिँ यहाँ छ क्या। अब त्यहाँबाट बग्दै आयो भने यो गाडीहरू लान्छ क्या। यो यसको जिम्मा कोही लिन सकिन्न नि त। त्यही भएर पुल राम्रो बनाउनुहोस्, हाम्रो नेता राम्रो चुन्नुहोस्, गाउँको लागि विकास गर्ने भने राम्रो नेता चुन्नुहोस्, नेताभन्दा पनि राम्रो मान्छेलाई दिनुहोस् भोट है, त्यही भन्न चाहन्छु। यो गाडी उताको हो नि त, के लेखेको छ हेर्नु न, यो गाडी उताको हो। अब पुल यहाँ हेर्नु न खतम छ क्या। यो धेरै भइसक्यो क्या, यो धेरै चोटि बनाइसक्यो, नराम्रो यस्तै क्या। अब राम्रो अलि रकम हालेर राम्रो पुल बनाउन सकेन क्या। अब यस्तोको यस्तै जहिले पनि। अनि हेर्नुहोस् अब म देखाउँछु तपाईँहरूलाई कस्तो छ पुलको हालत। अनि तपाईँहरूले नै जज गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ। हेर्नुहोस् अब पुल कस्तो छ। यो भनेको चाहिँ अलिकति धेरै पपुलेरिटी भएको ठाउँ हो क्या, धेरै मान्छेहरू बस्छ क्या यहाँ चाहिँ। अनि यो एरियामा चाहिँ हामी यो एरियामा चाहिँ धेरै बस्छ। अनि यो गाडी चाहिँ तपाईँको यो तर्न सकेन क्या, यो पुलबाट क्रस हुन सकेन क्या। पुल भनेको पानीसँग चेपेखा क्या। त्यही माथि नेपालमा धेरै पानी आउने देश पनि पर्छ, ठाउँ पनि हो। तर त्यही माथि क्या अर्कै भइरहेको क्या, माछा नि दौडिरहेको माछाहरू दौडिरह। अचम्म लागेर मलाई। माछा चाहिँ अब खेल्नु पर्ने हुन्थ्यो, खोइ माछा चाहिँ पाउँछ। दोबानमा पर्न लागिसक्यो है खेतहरू चाहिँ लगभग। अब खेतहरू सिँचाइको कारणले सिँचाइ एउटा पनि छैन र गतिलो। देश भनेको खराब भइसक्यो क्या नेताहरूले गर्दाखेरि क्या। देश एकदम खराब भइसकेको छ। हेर्नुहोस् अब तपाईँले पुल हेर्नु सक्नुहुन्छ। पुलको हालत यस्तो छ। अब सिधै के तल ढलन गरेको छ, तल ढलन गरेको छ। अनि त्यसमा चाहिँ अब बाढी आएको दिन गाडी नजाने रे, बाढी आएको दिन गाडी नजाने, बाढी आएन भने गाडी जाने अरे क्या। त्यस्तो हो क्या यो ठाउँ चाहिँ। अनि त्यही भएर चाहिँ म आफ्नो ठाउँलाई अगाडि अपडेट गरौँ भनेर नै त्यही भएर निस्केको छु। जति सक्दो सियोर लाइक गर्नु होला। हेर्नुहोस् त यही हो क्या पुल भनेको क्या। हेर्नु है म पुलको हालत देखाउँछु है। जाली पनि छ, एजेन्डाहरूले गर्दै रहेछ, जालीहरू नि छ पुरै। अब चाहिँ यो जालीहरू चाहिँ यहाँ हाल्नुहुन्छ। अनि त्यसपछि चाहिँ तपाईँको यस्तो हालत छ है पुलको। हेर्नु न है पुलको हालत। अब यही हो पुल है। पुलहरू देशमा नेता राम्रो नभएपछि यही हो क्या, गाह्रो हुन्छ क्या। देशमा अलिकति नेतागिरी गर्ने मान्छेहरू आफ्नै सम्झेर गरिदियो भने राम्रो हुन्छ। तर अरू सम्झेर गऱ्यो, त्यो आफ्नो घर बाहिरको मान्छेहरू हो भने सोच्न थाल्यो भने देश त्यही नै हो क्या, नराम्रो पक्षमा नराम्रो हुन पुग्छ। तपाईँहरूले नि सोच्नुहोस् न। अब तपाईँको फ्यामिली मेम्बरलाई मात्रै माया गर्नुहुन्छ भने बाहिरको मान्छेलाई त माया गर्नुहुन्न सायद। त्यस्तै गरिरहेछ नेताहरूले पनि। त्यही भएर यो भन्न चाहन्छु, एउटै घर हो, एउटै नेपाल हो। त्यही भएर राम्रो गर्नुहोस्, नत्र फेरि यस्तै हुनेवाला छ, नेपाल खराब हुनेवाला छ। त्यही भएर चाहिँ म अब यो पुलमा जान्छु। यो पुल बनाएर धेरै धर्म गरेर यो पुल कति साल भइसक्यो क्या। यो म नै सानो थियो क्या लगभग। अनि यो पुलले धेरै धर्म गरिसक्यो क्या हाम्रो। यो पुल भनेको यो पुलै हो कि धर्म भइसक्यो। अब यहाँको पुल भनेको गाडी हिँड्ने पुल भनेको देख्नु भइहाल्यो होला, यस्तो छ। अब यसरी नै पुल बनाउँछ त नेपालको इन्जिनियर। के इन्जिनियर हो त्यस्तो, त्यो त अलि इन्जिनियर भन्न नै सुहाउँदैन जस्तो छ। अब त्यो ढलान गरेको छ, तल ढलान छ। अनि माथि चाहिँ यही हो
गाडी हिँड्ने ठाउँै छैन। अब अब बाढी आयो भने गाडी नै उठाएर लान्छ। यो पारी आउँछ क्या, यो पारी हुन्छ क्या पुरै। पानी आयो भने माथिबाट यो पारी हुन्छ क्या। त्यही भएर चाहिँ अब जति सक्दो लाइक सब्सक्राइब सेयर गर्न चाहिँ नभुल्नु होला है। हेलो गाइस, अब दाइसँग धेरै कुरा गऱ्यो। अब म चाहिँ फर्किन लाग्यो। अब भिडियो कसले हेरेको छैन हेर्न चाहिँ नभुल्नु होला भन्दै म चाहिँ अब घरतर्फतिरै लाग्छु। अब पानी परिरहेकै छ क्या, पानी त यति परिरहेछ कि पानी परै छ। अब म चाहिँ घरतिर लाग्ने समय आइसक्यो। अब धेरै नै बस्यो नि त। अब पानी हेर्नु न बढ्दैछ, यो ठुलो भइरहेछ। म चाहिँ अब लागेको है गाई चाहिँ आज।